heavy ice rainfall at my village. Hope you watch my full videos. लाटपन्चरमा यो दोस्रो चोटि चाहिँ यो के अरे यो बरफ वाला पानी यसरी हो असिना पानी परेको छ यसरी चाहिँ अन्त हेर्नु छ तपाईहरुलाई म देखाउँछु गाडाङगुडुङ पनि हुँदैछ हैन डर पनि लाग्दैछ मलाई हल्का यहाँतिर हेर्नुस् न कसरी जाम्दैछ हेर्नुस् न कस्तो खालके चाहिँ अब परेको होला गाडाङगुडुङ पनि जोर भइरहेको छ डर पनि लाग्दैछ कि र पनि अब तपाईहरुलाई म देखाइदिन्छु अवस्था कस्तो चाहिँ भइरहेको छ भनेर पानी पनि एकदम डरलाग्दो पर्दैछ हैन त्यही माथि गाडाङगुडुङ भइरहेको छ यहाँ चाहिँ पानीको दुःख पनि छ हामीलाई त्यही भएर यहाँनिर पानीहरू भर्नुको लागि हैन यहाँ हेर्नुस् न यहाँ कसरी जाम्दैछ असिना यो डल्लै असिना हो के कोलाई अहिलेको गरम महिनामा गरमले सताइरहेको छ हो नुहाउनु यहाँनिर स्विमिङ गर्नु घरको यो चाहिँ घरको पछाडि कुलेसोमा है यसरी चाहिँ तपाईको यहाँनिर जामिएको छ कुन्टल जामिएको छ कुन्टल जामिरहेको छ हेर्नु न अम्बो मेरो क्यामेरामा अलिकति पानी गएछ है हेर्नुहोस् त है अच्छा हेर्नु न यो चाहिँ एकदम नेचुरल आइस है यो चाहिँ नेचुरल आइस भन्छ यसलाई चाहिँ देख्नुभयो होइन हामीलाई चाहिँ एकदम यो गाउँघरमा चाहिँ होइन पानीको दुःख एकदम भइरहेको थियो होइन अब यो खालके आएपछि चाहिँ अब चाहिँ अलिक दुःख हराउँछ कि पानीको यो चाहिँ हामीले असिना छ अहिले परेको होइन यो असिना चाहिँ हामीले सानोमा पुरा खान्थ्यो हेर्नुहोस् मैला त होइन यो सबै हो यो असिना सानोमा हामीले जोर खान्थ्यो राम्रो भन्थ्यो कि खाएको दाँत दुख्नेहरू त ठरै हुन्छ यो खायो भने हो खै भयो समयको फल हो एकदम यो अर्ग्यानिक नेचुरल खालको आएको हो क्या अहिले चाहिँ अलिकति तपाईँको पानी अलिकति कम भयो डर लाग्दो हावाहुरी चलेर चाहिँ यस्तो असिना परेको थियो होइन आज चाहिँ अलिक कम्ती भयो
फाइनली चाहिँ मैले यति चाहिँ कलेक्ट गरेँ है यो बाल्टीमा। अब यो पिग्लिँदा पर्दा यो भरि हुन्छ होइन बाल्टीको। यो चाहिँ अलिक सफा छ किनकि यो चाहिँ प्लास्टिकमाथि हुन्छ नि, प्लास्टिकमाथि परेको थियो, त्यही भएर चाहिँ सफा अलिअलि त्यो माथि रुखहरूको चाहिँ यसरी डाक्लाहरू बाँचेर चाहिँ झरेको रहेछ। यो चाहिँ अलिक गन्दै भयो। अनि त्यसरी मैले यो कन्टेनरमा र यसमा चाहिँ भरेर राखिदिएँ होइन। मलाई लोभ चाहिँ जोड लागिरहेको छ तर मेरो हात हुन्छ नि कटकटपट्टि मोडेको छ कि हातहरू बौडेको छु खुट्टा हात खुट्टा चाहिँ क्या। त्यो चाहिँ यति भए पनि हुन्छ नि अलिअलि भए पनि दुःख सुख काम चल्छ भनेर चाहिँ यति चाहिँ मैले कलेक्ट गरिदिएँ। सो गाइज मेरो चाहिँ अलिकति भए पनि मद्दत हुन्छ यसले गर्दामा चाहिँ मेरो फुल प्लान्टहरू चाहिँ मर्नु पाउँदैन होइन सुकाउनेमा। ओके गाइज अब काम पनि भयो। यहाँनिर कुखुराको लागि मैले भात बसाइदिइरहेको थिएँ है। यो भात पनि पाक्यो अब फाइनली। हाततिर त म त आगोमै हात घुसाउँदा पनि पोल्दैन जस्तो फिल भइसक्यो। कस्तो जाडो भयो चिसो हात कोट र पानी झरीमा बिजोग भएर मैले मेरो डगीलाई पनि राखेँ लाइगर। अनि मेरो एउटा छ म्याम उनीहरूलाई पनि जाडो भयो होला भनेर यसो आगो फुकेर आगो ताप्नु लगाएको है। बस भाइ।